तपाईँको भिसा सकिनै लाग्यो हो, समयमै नवीकरण गर्नु एकदमै जरुरी छ। हामी नेपालीहरूको एउटा साझा बानी छ, हरेक काम अन्तिम समयमा मात्र गर्ने। जापानमा थुप्रै वर्ष बस्दा पनि धेरैले यो बानी छोड्न सकेको छैन। यदि तपाईँ भिजा सकिने दिन वा केही दिन मात्र बाँकी हुँदा नवीकरणको लागि इमिग्रेसन जाँदै हुनुहुन्छ भने अब धेरै अप्ठ्यारोहरूको सामना गर्नुपर्ने हुन सक्छ। तपाईँले समाचारमा पढ्नुभएकै होला, जापानको पोस्ट ब्याङ्क लगायतका अन्य ठूला ब्याङ्कहरूले भिजाको म्याद सकिने बित्तिकै आफ्नो सेवा बन्द गरिदिन्छन्। भिजा नभएको खण्डमा तपाईँको ब्याङ्किङ कारोबार पूर्ण रूपमा ठप्प हुन सक्छ। यसले तपाईँको दैनिक जीवनयापनमा ठूलो असर पार्न सक्छ। यति मात्र होइन, भिजाको अवधि सकिएसँगै तपाईँको स्वास्थ्य बिमा कार्ड पनि प्रयोग गर्न मिल्दैन। यसले गर्दा तपाईँले आवश्यक स्वास्थ्य सेवा लिन पनि समस्या भोग्नुपर्ने हुन सक्छ। यसै गरी तपाईँको माई नम्बर कार्ड पनि निष्क्रिय हुन सक्छ। अझ सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँको भिजाको मिति सकिएपछि तपाईँले काम गरिरहनु भएको कम्पनीले तपाईँलाई भिजा नआएसम्म काम नदिन वा जागिरबाट निकाल्न पनि सक्छ। यो तपाईँको आर्थिक अवस्थाको लागि ठूलो चुनौती बन्न सक्छ। त्यसैले यी सबै कुराहरूलाई ध्यानमा राख्दै समय हुँदै आफ्नो भिजा नवीकरणको प्रक्रिया सुरु गर्नुहोला। तपाईँले आफ्नो भिजाको म्याद सकिनुभन्दा 3 महिना अगाडिदेखि नै नवीकरणको लागि आवेदन दिन सक्नुहुन्छ। समयमै भिजा नवीकरण गर्दा तपाईँ ढुक्क भएर आफ्नो काम र दैनिकीमा लाग्न सक्नुहुन्छ।